14जना चाहिँ नयाँ नयाँ जो हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। सो हेलो युट्युब फ्यामिली, के छ तपाईँहरूको खबर? म चाहिँ सन्चै आरामी छु र आज चाहिँ शनिबार, म घरमा छु। शनिबारको दिन मेरो सोरुम बन्द हुन्छ। सो त्यही युट्युब फ्यामिली, शनिबार भन्ने बित्तिकै रुम चाहिँ सफा गर्नुपर्छ। म चाहिँ बिहानै अघि समथिङ 9:30मा उठेर रुमसुम सफा गरेँ। आँगनहरू पनि बडाले पानी परेर पत्तै पत्ता भएको थियो। आज फेरि कस्तो चिसो चिसो छ क्या, फेरि चिसो मौसम होइन, दामी लाग्दिन्छ क्या। सो यस्तै छ मेरो रुमको हालत। अब भनौँ न, आज शनिबार के प्लान छैन। अब सकेसम्म एउटा मेरो जिग्री छँदैछ मानव, त्योसँग घुम्न जान्छु होला। अब बाइक साइक भएको आइपुग्यो त बिहानै निस्किनु त होइन, अब निस्किन्छु भरेतिर, त्यही हो। सो यो मेरो चाहिँ रुम भयो। मर्न लाग्ने चाहिँ तर के भन्नु, खोइ यस्तै छ। सो तपाईँहरूलाई म अहिले भेट्छु। आज चाहिँ शनिबार होइन, घरमा बस्नु मन लाग्दैन मलाई चाहिँ, शनिबार भएपछि होइन। अब जाँदैछु घुम्दै घुम्दै बाबुगिरी जानु पऱ्यो। शनिबार हो, स्कुलको गाडीहरू टन्नै आउँछ। अब भएछ चाहिँ एउटा दुइटा काम पनि सघाइदिनु पऱ्यो, अनि उतै उतै घुम्नु जानु पर्ला जस्तो छ। सो के कस्तो तपाईँहरूलाई देखाउँछु। म चाहिँ जाँदैछु हाम्रो बाबा ग्यारेजतिर। तर आज मौसम कस्तो दामी भयो क्या, चिसो चिसो होइन, घाम पनि लाग्दिरहेछ। सो त्यही अहिले बाबा ग्यारेज पुगेर भेट्छु तपाईँहरूलाई। सो मलाई चाहिँ बाटो हिँड्दा हिँड्दा एउटा कुरो याद आयो होइन, मलाई चाहिँ 14 सब्सक्राइबर चाहिएको छ। 200 सब्सक्राइबर पुग्न। सो भिडियो सेयर गरेर सबलाई सब्सक्राइब गरिदिनु भन्नु र 200 सब्सक्राइब पुऱ्याइदिनु। अब भ्युज त आउँदैन होइन, तर पनि म हार मान्दिनँ, भ्लग बनाउँछु। अब यसलाई फेसन भनौँ कि ड्युटी भनौँ, त्यही लिएर म गर्छु। 14जना चाहिँ नयाँ नयाँ जो हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। सो म चाहिँ बिहानै निस्केको थिएँ होइन, दाइ बाबा ग्यारेज जान्छु भनेर, तर यहाँ दाइको ग्यारेजमा आएर बसेँ। यो चाहिँ हाम्रै दाइको भनौँ न, एकदम मिल्ने दाइको ग्यारेज चाहिँ यहाँ आएर बसेँ। अनि काका घुम्नु पनि गयो, भिडियो बनाउनु बिर्सिरहेको क्या, नयाँ नयाँ भएर होला भिडियो पनि बनाउनु बिर्सिन्छ। सो त्यही अहिले म दाइको ग्यारेजमा छु। यहाँ मेरो साथी छ बसिरहेको छ। ब्लग हेर्दैछस्? हेर्दैछु यार। हिजो कस्तो लाग्यो? यसले यो पनि जान्छ। यहाँ हाम्रो दाइहरू हुनुहुन्छ। सो त्यही हो, अलि भेट्छु तपाईँहरूलाई। सो अघि चाहिँ म दाइको ग्यारेजमा थिएँ, अझै सोरुममा आइपुगेँ। अहिले सोरुममा काम चल्दैछ, काम गरेको देखाउनु त मिलेन। त्यही हो युट्युब फ्यामिली, ब्लग आज आएन राम्रो। त्यही हो, अब काम चल्दैछ। यति नै आजको भिडियो त। सो युट्युब फ्यामिली, आज चाहिँ आइतबार, हिजो चाहिँ मैले भिडियो कन्टिन्यू गर्न सकिनँ र त्यसले गर्दा मैले आज भिडियो बनाउँदैछु। सो त्यही हो, म बिहान बिहानै सोरुममा आएको छु। सोरुममा कामै त छैन, तर यो गाडी हाम्रो अङ्कलको जहाँसम्म लाग्यो, हाम्रै अङ्कलको। अब काम छ त्यसको काम गर्छु होइन। त्यसपछि तपाईँहरूलाई फेरि भेट्छु म अहिले। सो म चाहिँ काम गर्दैछु, यहाँ ब्रेक प्याड हेर्दैछु। यहाँ दाइ हेलो भनिदिनु न ब्लगमा। दाइ भ्युज आउँदैन हौ, मेरो सब्सक्राइबर बढाइदिनु। 14 सब्सक्राइबर हेलो भनेको मैले चाहिँ दाइ। ए दाइ मलाई 14 सब्सक्राइबर चाहिएको छ कि 200 पुऱ्याउन। सब्सक्राइब गरिदिनु भन्नु नि सबलाई। गाली हान्दिनँ दाइ, ल मेरो भिडियो भाइरल जान्छ, गाली गरिदिनु त समीर काकाको स्टाइलमा। के अरे दाइ? सो त्यही फ्यामिली, हामीले जिस्किने जहिले काम गर्दा हाम्रो यही नै अवस्था, जिस्किने काम गर्छौँ। त्यही त, नभए रमाइलो, अझै रमाइलो हुन्थ्यो क्या। सो त्यही हो, हामी काम गर्दैछौँ। सर्भिसिङ, त्यसको सर्भिसिङ थियो, अनि ब्रेक लाइनहरू चाहिँ गर्दैछौँ। सो अहिले भेट्छु म तपाईँहरूलाई। सो ह्यान्डब्रेक एक्टिभ गर्न चाहिँ माथि चढायो, ह्यान्डब्रेक पुरै माथि छ, यसलाई तल हाल्नु लाग्यो। यसको लगभग काम सकिसक्यो। अब यसको भनेको सेल्फ हाल्नु छ। म चाहिँ माथि चढिसकेँ ऱ्यामबाट। के देखाउने यार कन्टेन्ट, आम्मो के देखाउनु जस्तो हुन्छ क्या। कामले गर्दा भिडियो हाल्नु पाइँदैन, जहिले एउटै कन्टेन्ट भइतिर आएको हुन्छ क्या। के गर्नु के गर्नु, आजको भ्लग चाहिँ अलि 10 मिनटको बनाउँ भनेको छैन। हिजोको र आज जोड्दा नि 10 मिनट हुँदैन जस्तो।
त्यही हो, मलाई चाहिँ अब धेर पनि होइन, त्यही 12-13 सब्सक्राइबर चाहिएको छ। सब्सक्राइब गरिदिनु है सबले।